ना तू किससे बात कर रहा है? मजनू भाई नाम सुना ना? के पाक्दैछ Oh my god! छैन सर म छैन होला त पुगीमा न अनि आउ खोजीमा त म हिँड्छु गलियो चोक चाहिन त फेरि भरि नबोल तँ जस्तो त घटिया त म होइन नि म कुकुरको पनि विश्वास गर्दिन म Sappy Haru Ready Who Die Cha. Training time. Running time. What's up guys? Hey, what's up फेरि पनि है क्याप्टेनबाट है इट्स मी समीर मगर अनि मेरो चाहिँ यो सानो ब्लग है ड्राई पिकनिक जस्तो सानो ब्लग सबैजनाले हेरिदिनु होला अनि हामी सबैजना यहीँ छौँ अनि हाम्रो खैरेटी फुटबल क्लबले जित्न सफल भएको छ फाइनली वी वन आवर गाइज इज भेरी हम्बल है केटा हो अनि त्यसपछि सबैजना यहीँ छौँ पार्टी खाना थालिरहेको छौँ हिजोको फाइनल पार्टी आज हुँदैछ अनि हिजो चाहिँ हाम्रो टाइम थिएन अब फाइनल खेलेर अलिक सबैजना थालिसकेको थियो त्यो आज गेम सेम ट्रेनिङ गरेर ट्याक्क बसिरहेको अनि हाम्रो चाहिँ यहाँ सुरु हुँदैछ ड्राई पिकनिक है त ल आगो बाल्दै टक्कै टक्क हाम्रो केटाहरू फोन हान्ने हो नि केटाहरू सबजना हाम्रो बाहिरै खरेटी क्लबको सानो भाइहरू यङहरू छ एउटा बहिनी छ हाम्रो फुटबल क्लबको म्यानेजर है हाम्रो उहाँ चाहिँ अनि भाइहरू चाहिँ सब भाइहरू चाहिँ दाउरा खोज्दैछ माथि माथि है सम्पूर्ण सबैजना अनि ल अहिले एकछिनमा भेटौँ ल मासुसँग भेट्नुपर्छ अब है हाम्रो चाहिँ होइन यहाँनिर मासु पाक्दैछ दुईटा कुकहरू यहाँ छ मेरो भाइहरू है त आज हाम्रो पार्टी गेम जितेको है त अब हाम्रो मासुहरू पाक्दैछ गेमको चाहिँ कतिजनाहरू चाहिँ साइडमा बसेको छ साथीहरू एकछिन चाहिँ हामी रमाइलो गर्छौँ है एकछिन टाइम लाग्यो हाम्रो मासु भर्नलाई फेरि पनि मासु बिना भेट भयो हामी यहाँ साइली हुँदैछ हाम्रो बिच अन्त बिच यहाँ एके भालु ल यता उति ए होइन छैन सर म छैन होला त पुगीमा न अनि आउँदैन खोजीमा त म हिँड्छु गलियो चोक चाहिन त फेरि भरि नबोल तँ जस्तो त घटिया त म होइन नि म कुकुरको पनि विश्वास गर्दिन म ल फेरि जस्ट त फेरि अर्को है त फेरि फेरि बनि ल छिटो अनि एउटा केटा है सबले देख्यो तर हाम्रो ठुल्दाई चाहिँ भेटेन है त हाम्रो ठुल्दाई भर्खर इन्ट्री हुँदैछ ठुल्दाई ऊ डगी लिएर आउँदै हुनुहुन्छ टक्क चिलपारामा हाम्रो साथीहरू चाहिँ आउनुहुन्छ दाउरा ल्याइदिनु भएकोमा अनि गाइज मलाई चाहिँ के खुसी लाग्छ भने हाम्रोमा चाहिँ अब लेडिज पनि फुटबल हाम्रो अगाडि बढिरहेछ बिस्तारै हुँदैछ है हाम्रो सानोबाट सुरु गरेको अब कति ठुलो सोचेको जस्तो भन्दा नि धेरै ठुलो भएको केटा हो होइन म चाहिँ त्यही हो भन्छु सबैभन्दा बेग्लै नै गर्न चाहेको बेग्लै नै भयो अनि दाइ हिजो कोच बसायो भने त नि सबैजना अब भनौँ न थिएन हाम्रो केही पनि थिएन यस्तै थियो ग्राउन्ड अहिले ग्राउन्ड यतापट्टि छ यहाँनिर छ ग्राउन्ड अनि यो चाहिँ हाम्रो जुनियर टिम
जुनियर टिम यो भाइहरू चाहिँ अलिक सिनियरमा पर्छ हामी भनेको चाहिँ अझै सिनियरमा पर्छ यिनीहरू चाहिँ अलिक सानोमा अनि यिनीहरू अलिक सानोमा अनि हाम्रो लेडिज टिमहरू त्यहाँ हुनुहुन्छ अनि हाम्रो लेडिजको कोच म्यानेजर यहाँ हुनुहुन्छ अनि हाम्रो मासु पाक्दैछ अनि हाम्रो उहाँ चाहिँ प्लेयर हुनुहुन्छ कुकिङ म्यान प्लेयरमै हुनुहुन्छ अनि उहाँ भान्जा है के भान्जा है इन्टरनेसनल भान्जा अनि हाम्रो यहाँ दाइ हुनुहुन्छ कोच है जानता है ना तू किससे बात कर रहा है? मजनू भाई नाम सुना ना मेरा? तेरो बाउ दिए साथी कन्टेन्टमा तेरो बाउ बिल्ला भयो ठिकै छ अनि हाम्रो प्लेयरहरू है सबैजना यो चाहिँ लेडिज प्लेयरहरू भलिबल लेडिज हो र ए होइन अहिले पाकेपछि भेटौँ है केटा को हो मलाई अघि नै तेरो बाउ भन्ने Auntie sang a Jiskarai. हेर गाइज मलाई तेरो बाउ भन्ने आन्टी है यहाँ आन्टी हो मलाई तेरो बाउ भन्ने मेरो साथीको मम्मी है गाइज मेरो साथीको मम्मी हो सानो रमाइलो गर्न लाग्यो हिजोको पार्टी आज Auntie Coma. यस्तो सपोर्टेड आन्टी हेर गाइज बस्नु नि त यहाँ आउनु बस्नु अब बुढाहरूसँग सबैसँग आन्टी लजाउनु भयो म यहीँ बसेँ भनिदिनु खाँदै साथीहरू अब चाहिँ हाम्रो यहाँ खाने बेला हुन लाग्यो यस्तो पाक्दैछ पाक्दैछ के पाक्दैछ बल्ले बल्ले के पाक्दैछ के पाक्दैछ Oh my god! के पाक्दैछ सबैजना कस्तो हामीलाई हाम्रो कान्छी बहिनी त फुटबल प्लेयरै हो कि ल साथीहरू हाम्रो फाइनल्ली पार्टी हुँदैछ मासु त सक्यो त साथीहरू रेडी भयो सक्यो यता हाम्रो गर्ल्स पनि छ यता हामी सबैजना हजुर हजुर सम्पूर्ण हामी यहाँ सबैजना छौँ भाइहरू हाम्रो खरेडी एफसी सबैजना भाइहरू छ हामी चिल ल पार्टी खाँदै फाइनली के हो ल मनको कुरा मासु सक्यो नि त साथीहरू सुरु गरे मासु साथीहरू म यहाँ मासु खाँदा साथीहरू मासु पो छ त कस्तो मिठो भएको यत्रो रमाइलो सबैसँग बसेर भान्जा मिठो भयो नि भान्जा मासु पुगेन क्या हो यहाँ छ कि लेदो अलिअलि है कसले बनाएको मासु ल साथीहरू है हाम्रो अर्को साथमा पनि छ फेरि ल साथीहरू अहिले यति भन्दै म बाई बाई भन्न चाहन्छु खाएर म घर जानेछु सबैजनालाई बेस्ट अफ धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा ल बाई Thanks for watching a video. Love you all.